हेलो एन्ड नमस्ते वाट्सअप एभ्रिवान। अहिले तपाईँ सबैजना सन्चै नै हुनुहुन्छ होला। म त एकदम ठिकै नै छ, राम्रै नै छ। सो ड्युटी जाने बेला भइरहेछ। ड्युटी यस्तै नै हो, चलि नै रहन्छ। सो बाहिरको मौसम आज पानी परिरहेछ, एकदम राम्रो मौसम भएको छ। सो यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ, यतापट्टि पानी त देख्नुहुन्न र पनि अलिअलि त्यहाँनिर चाहिँ यहाँ पर यो परेको छ, अलिअलि पानी जम्मै देख्नुहुन्छ। तर वेदर राम्रो भएको छ, पानी परेर यतापट्टि पनि बाटो पुरै भिजेको छ। अलिअलि पानी पनि पर्दैछ, अलिअलि पर्दैछ, त्यति साह्रो पर्दैन। हाम्रो नेपालमा परे जस्तो चाहिँ पुरै बाढी आउने गरी चाहिँ पर्दैन, र पनि पानी अलिअलि परिरहेछ। यहाँनिर अलिअलि पर्नु भने धेरै ठुलो कुरा हो, किनभने यहाँ पानी नै पर्दैन। झन् यो आबुधाबी भन्ने ठाउँमा त पानी नै पर्दैन, बरु दुबईमा त अलिअलि पर्ला। दुबई, शारजा, रसलगामातिर त पुरै बाढी आएर पुरै ब्लक हुन्छ। तर हाम्रो त त्यस्तो साह्रो पानी पर्दैन यहाँनिर। सो अस्तिको दिन पनि एक दिन पानी परेको थियो, त्योभन्दा अगाडि पनि फेरि हिजो पनि पानी अलिअलि पऱ्यो, र आज पनि अलिअलि पानी छिट्काइरहेको छ। पानी परेर राम्रो हो, मलाई चाहिँ बहुत खुसी लाग्छ पानी पऱ्यो भने। किनभने म त अब पानी परेको महिनामा जन्मिया पनि हो, त्यही भएर पनि होला, बहुत राम्रो लाग्छ। पानी पऱ्यो भने चाहिँ वेदर राम्रो हुन्छ, अलिअलि धुलो सुलो सबै पानीले गर्दा सबै अलिक मर्छ। सो यहाँनिर चाहिँ सधैँको जस्तो मैले यहाँनिर परेवा खेती गरेँ जस्तो यहाँनिर परेवाहरू छन्। यो अगाडिको मस्जिद भइहाल्यो, बत्ती बलिरहेको छ, अझै बत्ती निभाएर हिँड्छ। सो यहाँनिर चाहिँ गिटी सिटी हालेर चाहिँ यति राम्रो चिटिक्क बनाएको छ। सो वेदर भन्नुहुन्छ भने हिजोको जस्तै नै छ, हिजो जस्तो थियो त्यस्तै नै छ। माथि कालो बादल लागिरहेछन्, सबै अलिअलि पानी परिरहेछन्। सो म चाहिँ यत्तिकै बाहिर वेट गरिरहेको छु, चाचा भित्रै वेट गरिरहनु भएको छ। पानी परिरहेछ भनेर भन्दैन थियो, म चाहिँ अब यत्तिकै कति पानी पऱ्यो भनेर यसो बाहिर निस्किरहेछु। सो त्यही नै हो, ड्युटी चलि नै रहेछ। बेला बेला यसो मिसाल सिसाल आउँदै गर्छ, ठिकै नै छ। अब रमजान पनि लगभग सकिनै आँट्यो होला, लगभग अब यो लास्ट अब एक हप्ता त होला, अनि त्यस पछाडि ईद आउँछ। त्यही त हो, रमजान पनि सकिन्छ, त्यस पछाडि फेरि ड्युटी टाइम चेन्ज हुन्छ। अनि फेरि पुरानै जस्तै बिहान 6:30 बजी जा, अनि बेलुका फेरि 7 बजीतिर रुममा आइपुगिन्छ, ट्राफिक भएर। त्यही नै हो, अरू खासै केही नै छैन यहाँनिर। त्यही रुटिन त्यही नै हो, जहिले जा ड्युटी आइज सुत, फेरि जा आइज सुत, त्यस्तै नै चलिरहेछ। सो त्यही नै हो गाइस, पानी परि नै रहेछ अहिले पनि, मजाले पानी पर्छ। हिजो पनि पानी परिरहेको थियो, अलिअलि परेको थियो। आबुधाबी सिटीमा त बहुत पानी परेको थियो, बाटोमा जाँदाखेरि देखेँ। यहाँ पनि पानी अलिअलि परिरहेछ, हावा चिसो चलिरहेछ, मौसम बहुत राम्रो छ। अहिलेको जस्तो मौसम चाहिँ सधैँभरि हुनुपर्ने क्या आबुधाबीको, यति गजबको मौसम छ नि। हेर, यस्तो शीतल हावा चलिरहेछ, बिहानको वेदर यस्तो राम्रो छ। तर सधैँ यस्तो हुँदैन, के गर्नु। सो यतापट्टि चाहिँ अलिअलि पानी परे जस्तो देखिन्छ, किनभने यतापट्टि चाहिँ कारहरू पार गरेर हुन्छ, यी कारको माथि अलिअलि पानी देखिन्छ। वेदर बहुत राम्रो छ अहिले, वेदर एकदमै धेरै राम्रो लागेको छ अहिलेको चाहिँ मलाई। अब 2 महिना 3 महिनापछि यति गर्मी हुन्छ आबुधाबीमा, अब मर्नु गर्मी हुन्छ, लास्टै धेरै गर्मी हुन्छ, साँच्चै भने बहुत गर्मी हुन्छ। त्यस पछाडि त बाहिर निस्किन पनि, रुमबाट एसीबाट बाहिर निस्किन मन लाग्दैन। सो त्यही नै हो, हाम्रो त सबै ठिकै नै छ यहाँनिर, त्यस्तो साह्रो मिसासिसा केही भएको छैन, सबै कुरा ठिकै नै छ, राम्रो नै छ, वेदर राम्रो छ, एकदमै मनपर्ने वेदर हो यो चाहिँ मलाई। अब अलिक पछाडि अब वेदर बहुत खराब हुन्छ यहाँ बसेर। अब गर्मी, अब यो पानी पऱ्यो भने फेरि गर्मी लाग्न आँटे जस्तो पनि हुन्छ, त्यसैले गर्दा होला। सो हावा पनि मस्त चलिरहेछ। सो त्यही नै हो आजको लागि, सबैजना सेफ बस्नु होला, मेरो भिडियो हेरिरहनु होला। सो थ्याङ्क यू फर न्यू सब्सक्राइबर अल्सो। अनि त्यही नै हो, बाई बाई एन्ड टेक केयर, बाई।